हेलो साथीहरु, आज म होलील्यान्ड लार्क M2 माइकको अनबक्सिङ गर्दैछु। यो माइक चाहिँ तपाईहरुको कन्टेन्ट क्रिएटर अनि ब्लगरहरुको लागि अति आवश्यक, अति नै बेस्ट माइक हो। यो माइकको चाहिँ म तपाईहरुलाई आज अनबक्सिङ गरेर केही रिभ्यु राम्रो कुराहरु यसको दिदैछु। अब तपाईको फिचर्सहरु हेर्नुस्, यहाँ पछाडी पनि लेखेको छ। ल आज चाहिँ अब यसलाई अनबक्सिङ गरौँ है त। हेरौँ के कस्तो छ, के सामानहरु आउँछ यसमा है। अब के हामीलाई युजफुल सामानहरु छ, सबै कुरा हेरौँ। अब यसलाई चाहिँ म ब्लेडको माध्यमबाट यसलाई सर्र खोल्छु। यो खोल्छिस यसलाई यहाँ च्यातम बिस्तारै उकौं। नयाँ चीज, महँगो चीज छ, ले माया त लाग्छ हैन, त्यही पनि च्यातेर फाल्नै पर्यो। यस्तै छ, के गर्नु। अब यहाँनिर एउटा खोल्ने पोइन्ट दिएको छ। अब यसलाई स्क्रैच भनौं, अब पिलिङ भनौं, के भनौं, पिल गरौँ यहाँबाट। यो उकाइसकेपछि तपाईको अब यहाँबाट सट्ट खुल्छ यो बक्स। अब यो बक्सलाई चाहिँ मैले टक्क फर्काए साथीहरु। हेरौँ है, हेरौँ भित्र के छ। अब ल खोले मैले है त। ल यसको चार्जिङ केस हो यो। अनि यो चार्जिङ केस झिके मैले यसलाई। अब यो चार्जिङ केसलाई यहाँ राखौं। अब यो चाहिँ तपाईको के हो भन्दाखेरि लाइटनिङ र टाइप सी को चाहिँ तपाईको यो आउँछ एउटा, यसलाई पोर्ट भनौं अब है। अब यो भित्र के छ हेरौँ है। ल एउटा ब्याग आयो, ब्याग भित्र यसो सानोतिनो एसेसरिजहरु होला। यो एसेसरिज अब भित्र यसलाई छोड्दिए मैले। अब हेरौँ ब्याग भित्रको एसेसरिजहरु के छ त है त। होलील्यान्ड स्याट खोले। अब यो चाहिँ तपाईको त्यो माइकको लागि त्यो हुन्छ नि, जुस टाइपको प्याग होला। त्यो एउटा के भन्छ त्यसलाई, माइकमा ट्याक लाउँछ नि, त्यस्तो जुस भएको त्यो होला। अब अर्को पनि केबल आयो। ल केबल टाइप सी, USB टु टाइप सी रहेछ। अनि यो पनि अर्को पनि त्यही सेम हो। अब अर्को के छ है त। अर्को केबल, यो तपाईको क्यामेराको लागि केबल हो। 3.5 केबल हो यो। तपाईको ज्याक भन्छ, केबल भन्दा नि ज्याक हो त्यो है। यो चाहिँ डोरी हो तपाईको। फेरि यो म्याग्नेट तपाईको माइकलाई टक्क भिर्नको लागि होला। यो दुईटा म्याग्नेट छ। अब डोरी पनि छ, घाँटीमा भिर्नलाई होला सायद, नझरोस् नखसोस् भनेर। ठीक छ। यो अब यो पनि युजफुलै छ। कतै अब साइक्लिङ अब दौडिदाखेरि त्यस्तो केही चीजमा चाहिँ यो काम आउँछ जस्तो छ। तर म चाहिँ प्राय बसेरै इन्डोरै गर्छु, त्यसको लागि मलाई यो त्यति उपयुक्त चाहिँ छैन हैन। ल यो युजफुलै छ। अब साइक्लिङ गर्नेहरुलाई अनि ट्राभलिङ ब्लग गर्नेहरुको लागि चाहिँ त्यो काम छ। यो खोलौँ है। यो त्यो जुन मैले माइकमा हाल्ने जुस भन्थे नि, हो त है। ल जुस भनौँ यसलाई, जुस। यसको एक्ज्याक्ट नेम चाहिँ मलाई नि थाहा भएन के हो। अब यसलाई गाह्रो पर्यो नि त छिराउन हो। छिर्दैन त, फुत्त निस्क्याथ्यो। अब ठुलो भयो, छिरेन हो, छिरेन। पोको पार्दिए मैले। अब पोको पनि परेन। काचाकुचुक पारौँ, माया लाग्छ। ल छिर्यो है त। यसलाई राख्दिउँ यसलाई। अब यो म त्यति युज गर्दिन होला है। यसलाई साइड लगाइदिएँ मैले। अर्को पनि सेम हो, त्यो खोल्नु कुरा भएन। अब चाहिँ सबै चिजलाई म ब्यागमा हाल्छु। अब माइकलाई चाहिँ म हेर्छु है त, माइकमा के छ। यो केबल भइहाल्यो, अघि देखाइसके। कति एम्पियरको केबल हो यो, त्यो लेखेको छैन। ठीक छ, राम्रै केबल होला। अब ओरिजिनल हो। अब तपाईको माइकमै आइसकेछ, ओरिजिनल भइहाल्यो। यसलाई खोल्छु, प्लास्टिक है त उकाउँछु। यो चार्जिङ पोर्ट भयो। यो केस चार्जिङ गर्नको लागि चार्जिङ पोर्ट हो, टाइप सी छ, राम्रो रहेछ। ठीक छ। अब मैले माइक निकालेँ। हेर्नुस्, चार्ज गर्ने ठाउँमा चाहिँ कभर गरेको छ, अनि माइकमा नि कभर गरेको छ। यसलाई निकाल्नु पर्छ। अनि यो पनि सेम भइहाल्यो, त्यही हो। यसमा पनि सेम छ है, तपाईको चार्जिङ गर्ने ठाउँमा नि कभर गरेको छ। हेर्नुस् त, च्याप्ने पनि राम्रो रहेछ। ठीक छ। बटन छ, पोर्ट पनि छ। यो चाहिँ अब तपाईको माइकको रेन्जको लागि होला यो कन्ट्रोलर।
यसलाई तपाईँको अहिले अब अनबक्सिङ भइहाल्यो म टेस्ट गरिसक्यो भने के छ कस्तो चाहिँ फिचर्सहरूको बारेमा त बताइहाल्छु अहिले फर्स्ट टाइम अनबक्सिङ भएर यसको सबै फिचर्स चाहिँ मलाई पनि थाहा छैन अब चेक गर्नुपर्छ है हेर्नुहोस् पावर बटन दबाएको लाइट त बल्यो दुइटै तपाईँको रिसिभरको सिग्नल आइरहेको छ त्यहाँनिर पिलिक पिलिक दुइटा टाँस्यो मैले निकाल्दै स्टिकर अब के काम हो युजै गर्ने भएपछि होइन निकाल्दै यसको निकालिदिन्छु च्याट्ट पारेर ल है त ठिक छ धेरै साथीहरूको सजेस्ट राम्रो आएको भएर रिभ्यू पनि राम्रो छ भनेको भएर चाहिँ मैले यो माइक युज गर्ने निदो गरेँ मेरो त एकदम फर्स्ट माइक है साथीहरू यो मैले योभन्दा पहिला यत्तिको एक्सपेन्सिभ माइकहरू युज गरेको छैन लगभग मैले नर्मल्ली 3-4 हजारको मार्केटमा सजिलो पाउने माइकहरू युज गरिरहेको थिएँ अब चाहिँ होइन ब्रान्डमै जाउँ भनेर यो माइकलाई मैले चुज गरेँ सायदै मेरो चोइस गलत नहोला चाहिँ मलाई लागिरहेछ किनकि धेरैजनाले मलाई यही सजेस्ट गर्नुभएको थियो कि है त्यो कारणले म यसमा लागेँ अब ठिकै छ अब यसलाई युज गरेर तपाईँको मेरो भ्लगहरूमा चाहिँ म बताउँछु अब ठिक छ यो एउटा सानो प्याकेट हो है यसलाई हेरौँ है त खोलेर के छ यो भित्र यसमा अब के हो यो चाहिँ स्टिकर है तपाईँको माइकमा ब्रान्ड हुन्छ नि त्यो जुन होलील्यान्डको लोगो त्यो छोप्नको लागि यो स्टिकर हो त्यो छोपेर यो स्टिकर टास्न नि पाइयो अब यो भनेको म्यानुअल कार्डहरू हो के कसो छ भन्ने कुराहरू यो अब पछि केही जानिएन भने केही कुराको बारेमा थाहा भएन भने चाहिँ यो कुरा हेर्नलाई चाहिँ एकदम राम्रो छ ठिक छ बिस्तारै यहाँभित्र हेरेर सिकिन्छ अब यहाँनिर त्यो जुन सबै कुराहरू छ यो अब युजर म्यानुअल भनौँ न यसलाई है त्यो अरू त ठिकै छ अब यो कस्टमरको लागि लेट्स गेट इन टच रे ओके पहिला लेट्स टेस्ट होला अनि त्यसपछि गेट इन टच गरौँला नि के छ र होइन ठिक छ ओभरअल अब प्याकेजिङ एक्सेसरिजहरू हेर्दाखेरि एकदम प्रिमियम फिल आउँछ अब यसलाई पनि के फाल्नु राख्छु म यसलाई नै सही सलामत राख्छु है यसलाई राख्छु अब यो म्यानुअल कार्ड चाहिँ म बाहिरै राख्छु किनकि बेलुका यस्तो युज गर्ने बेलामा यो हेरेर गर्नुपर्छ यो माइक युज गर्ने साथीहरूले रिभ्यू छोडिदिनु होला है त